यता हेर्दै नलजाइकन लजाउँछौ बहिनी। सो हेलो एभ्रिवान, गुड मर्निङ भनौँ है। अब आधा भइसक्यो दिन। अनि तपाईँहरू के गर्नुहुँदैछ? हामी चाहिँ अहिले भने चाहिँ एकछिन पर गएकोले यो बजेकोले फेरि कपिराइट लाग्यो नि छैन, मेरो त लागिहाल्छ कि साथीहरू। आजकल चाहिँ फेसबुकले मलाई दुश्मन जस्तो बनाइरहेछ। साथीहरूले पनि अलिक सपोर्ट कम्ती भयो साथीहरू। मलाई चाहिँ आजकल चाहिँ देख्नु हुँदैन, एकदम कपिराइट लगाइदिइहाल्छ कि बजेको सुन्यो भने कपिराइट लगाइदिनु खाने फेरि हो। अनिखेरि चाहिँ अहिले चाहिँ म र बहिनी चाहिँ एकछिन बजार जाँदैछौँ। यहीँ टाढो होइन, छेउकै बजार है। बहिनी चाहिँ आजदेखि नयाँ ड्युटी जाने र बहिनी चाहिँ। अनि उसलाई चाहिँ जुत्ता चाहियो अरे हो, जुत्ता छैन रहेछ नि त, ब्ल्याक जुत्ता। अनि प्यान्ट चाहिँ अलिक टाइट भएको रहेछ, त्यो चाहिँ यो गर्नुको लागि गएको हामी चाहिँ। अनि तपाईँहरू के गर्नुहुँदैछ? नास्ता सास्ता भइसक्यो होला, हामी पनि गरेर चाहिँ हिँडेको एकछिन हो। जे भए पनि इङ्गेजमेन्ट लो भए पनि जे भए पनि अब स्टार्ट गरेपछि छोड्नु भएन है साथीहरू। गर्दै गर्नु पर्यो, होप चाहिँ छोड्नु भएन। स्टार्ट गरेको चिज चाहिँ एकदम कम्प्लिट गर्नै पर्यो। मेरो चाहिँ भ्यूहरू सबै कुरो इङ्गेजमेन्टहरू सबै कम्ती भएको छ है, र पनि हुन्छ भन्ने आशामा चाहिँ गरिरहेको छु। ओके साथीहरू, हेभ गुड डे। यहाँ चाहिँ हाम्रो यस्तो जग्गा, हामी चाहिँ पुग्नु आँट्यो बजार। ओके टाटा बाई बाई, टेक केयर अल। त्यसो सालो गरेर धुलोको कमी छैन तपाईँ फेरि आम्मा लु यसको उयो बढाइदिनु त। धुलोको कमी छैन, झन् धुलो उडाउनुहुन्छ। मोटो भएको म चाहिँ फेरि खायौँ नखायौँ यतिकै बहिनी। आइज बहिनी, फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन हो। यु आर लेट टुडे। फर्स्ट लुक, फाइनल लुक चाहिँ बहिनी यता देखाएको त बहिनी। फाइनल लुक, फर्स्ट डे, अल द बेस्ट बहिनी आजको लागि। तर युआर लेट आज। यहाँ हेर, लेट भयो आज चाहिँ। यसको जुत्ता खोज्दा 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 ढिलो भयो आज चाहिँ। हाम्रो यति बजी खोज्दा ढिलो भयो। ओके साथीहरू, गुड आफ्टरनुन अल अफ यु। अब आफ्टरनुन भइसक्यो, बहिनी मर्निङमा जाने जा। अब हाफ डे भन्न अब हाफ डे भनेको ग्रेट डे भन्नु लाग्यो त। हाफ डे ढिलो भइसक्यो बहिनी जा। गुड आफ्टरनुन भइसक्यो, बाई बाई। आएको छुइनँ है मैले चाहिँ। एकछिन बाहिर गएर आउँदा नि यस्तै अवस्था है मान्छेहरू। छ्यालक्कै पर्यो। एकछिन दोकानमा बजार गएर आएको है, हेपी ताला मारेर बसिरहेको थिएँ है। गिटार बजार कुदकुदी लाग्दो रहेछ कि गिटार। अरू पनि त्यहाँ क्याउ गरिरहेछ। आयो मायाले संसार थाम्दैन यस्तो चाहिँ। ऊ आइपुग्यो। उसले उसलाई घर माया गरेको देख्छ नि फेरि। यहाँ हेर्नु फ्रेन्ड्स, फर्स्ट डे ड्युटी जाने मान्छेहरू चाहिँ यस्तो बनाएर गएको छ। अब यो चाहिँ मेरो काम हो। अब सब गएपछि अब मेरो काम सुरु हुन्छ। मैले चाहिँ आज खाना पनि बनाएको छुइनँ। त्योसँग बजार गएर त्यसको जुत्ता खोज्दा, लुगा अल्टर गर्दा ढिलो भयो हो। अन्त अब हाम्रो त एपिला खाएर दिने टाइम पनि भयो फेरि हो। अब यिनीहरू म्याउ 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 कराएको छ यहाँ नै। अब यस्तो भगवान् त्यहाँ उफ्रिँदैछ। अब मैले यहाँ चाहिँ आलु पर्यो साग लिएको छु साथीहरू। अब साग पकाएर खाने हो म चाहिँ हो। त्योभन्दा पहिला चाहिँ हेप्पीको खाना दिने टाइम भयो, खाना दिनुपर्छ अब हेप्पीलाई। 12:30 टक्कै। तपाईँहरूलाई त थाहै छ, मैले भिडियो हालेको छु पहिला पनि। अब साग भात पकाएर खाने आफू चाहिँ अब यस्तै हुन्छ। हेरिहाल्यो अब हो, आइहाल्यो ऊ 12:30 भएपछि आइहाल्छ। ल
अब उसको एक डाइट खाऊ खाऊ। यो चाहिँ हो बिना टाइमको चिया साथीहरू। अब खाना त पाइ छैन अहिले। अब साग त मैले धोइरहेको छु, अब काटचुरो पकाउँछु, पहिला सफा गरिहाल्छु भनेर हो। अनि अब अचानक चिया खाँदै गरौँ भनेर चाहिँ अब चिया खाँदै काम गर्छु हो। कहिले कहिले मात्रै हो यसरी दिउँसो खानु मन लाग्ने। अनि यहाँ चाहिँ हेप्पीको खाना उसिनिँदैछ, फेरि बेलुका पनि चाहियो। फेरि बिरालोहरूले माछाहरू म चाहिँ अब साग पकाउनु है। साग पकाउनु चाहिँ सबै सजिलो चाहिँ मरमसला चाहिँ हाल्नु पर्दैन है। टमाटर पनि कतिले हाल्छ कतिले हाल्दैन। मलाई चाहिँ हालेको मनपर्छ, त्यही भएर चाहिँ टमाटर हालेको हो। आज चाहिँ मैले अगाडि नै हालिदिएँ टमाटर। अनि यहाँ चाहिँ मेरो भात पाक्दैछ। भात पाक्नु भन्दा चाहिँ के सम्झ्यो भने हिजो चाहिँ याद आयो हो। हिजो चाहिँ मैले भात बसाएँ कुकरमा। अनि त्यहाँदेखि भात बसाएर चाहिँ बाहिर निस्केँ कि ढक्कन चाहिँ नलगाइकन बाहिर निस्केँ। अन्त माथि लुगाहरू हेर्नु थालेँ, भरे चाहिँ ढक्कन लगाउनु बिर्सेछु हो। भात चाहिँ झन्डै ढक्कन बिना डढेछु। कसो भएर आइपुगेर चाहिँ नत्र चाहिँ याद भयो। त्यस्तो हुन्छ उयो साथीहरू कहिले कहिले चाहिँ हो। भात चाहिँ हिजो चाहिँ अन्त कुकरको ढक्कन बिनै पाकेछ हो। अन्त यो चाहिँ अब साग चाहिँ मजाले पकाएर चाहिँ अब एक्लै हो। कहिले कहिले चाहिँ झ्याउले हुन्छ, कहिले कहिले चाहिँ हुँदैन है। अब चाहिँ त्यही हो, गरममा चाहिँ प्रायः जस्तो एक्लै हुन्छ। त्यस्तै हो। अब मेरो चाहिँ के बनाउँ हुन्छ है। अब सधैँ खाना पकाएको त्यही एउटै सबैले हाल्छ, त्यही हालिराख्नु पनि अल्छी लाग्छ। मलाई अब हाल्नेलाई नै अल्छी लाग्छ, हेर्नेलाई पनि अल्छी लाग्छ है साथीहरू। कस्तो हो के फ्रेन्ड्स, मेरो खाना चाहिँ रेडी भयो। अब फेरि साग र भात चाहिँ तातो मात्रै मिठो हुन्छ है। यहाँ चाहिँ साग, यहाँ चाहिँ अन्डा, अनि यहाँ चाहिँ हिजो बेलुकाको मिक्स सब्जी। हिजो बेलुकाको मिक्स सब्जी चाहिँ कस्तो टेस्टी भएको थियो, त्यही भएर चाहिँ मलाई पुरा मन पर्यो। ल आज चाहिँ मैले पुरै भ्लग बनाइदिएँ। जतिजनाले पनि हेर्नुहुँदैछ, थ्याङ्क यू सो मच फर वाचिङ। तपाईँहरूको लन्च भयो होला, म चाहिँ अब गर्न आँटेको। कतिजनाले पनि आजको फुल भिडियो हेरिदिनु भयो। सबै फलोवर, नन फलोवर, फ्रेन्ड्स, फ्यामिली सबैलाई थ्याङ्क यू सो मच फर वाचिङ। अब मैले चाहिँ खाएँ ल साथीहरू। डरलाग्दो मुखबाङ गर्छ नि, त्यस्तो गर भने चाहिँ सक्दिनँ। यो हालेको खाना खानु मलाई साह्रो पर्छ हो, यति खानै सक्दिनँ। सराप छ होला अन्न देवताले पनि। म त खानै सक्दिनँ खाना हो बेसी चाहिँ। हालेको बल्ल बल्ल मुस्किलले खाएँ र पनि यति खान सक्दिनँ। मुखबाङ गर्नु भने चाहिँ सक्दिनँ म चाहिँ साथीहरू, सक्दिनँ। डरलाग्दो कसरी खान्छ हौ, आम्मामा खतरनाक खान्छ हौ। साना खाइसकेपछि फेरि अब यो काम पनि गर्नु पऱ्यो नि। यसको पनि एकछिन आउटिङ गराइदिनु पऱ्यो नि। अब चाहिँ म यसमा अर्को फुल लगाउनु पऱ्यो। यो चाहिँ बहिनीले झार्दै यहाँ माथिबाट उक्लेर आउँछ कि बहिनी चाहिँ झार्दै फुल छैन। अब यसमा चाहिँ अर्को फुल लगाउनु पऱ्यो। यसलाई काटेर अलिकति यति भनेर चाहिँ म सोच्दैछु। अलिकति फुलको काम गर्नु पऱ्यो। अब त्यो एन्जेलिया हो साथीहरू। यो चाहिँ यसमा थियो नि त, यसलाई चाहिँ मैले नहल्लाइकन हाल्नुको लागि चाहिँ एकदम टफ, नहल्लाइकन निकालेर चाहिँ हाल्यो। यो चाहिँ फेरि मरिहाल्छ। यस्तोलाई चाहिँ मैले कतिपल्ट लिएर सारिसकेँ। मेरोमा चाहिँ कस्तो मनपर्छ कि, तर हुँदैन। अब चाहिँ फेरि सार्दैछु है म चाहिँ। अब हुन्छ कि हुँदैन हेरौँ है फेरि हो। अहिले त अस्ति राम्रै छ, अहिले त कुनै बादमा कस्तो हुन्छ फेरि मरिहाल्छ हौ यहाँ त गरमले।